हुन्छ सबैजनालाई जय मसी एन्ड गुड मर्निङ। तपाईँलाई फेरि पनि स्वागत छ यास्मिन किसिङ युट्युब च्यानलमा। र तपाईँलाई मैले लास्ट भिडियोमा देखाएको थिएँ हामी जिनाफु आएको थियौँ होइन सुसमाचारको लागि अनि जवान मिटिङको लागि। हामीले योभन्दा पहिलाको भिडियोमा हामीले मिटिङहरू सङ्गतिहरू हामीले गरिसकेका थियौँ, तपाईँलाई मैले देखाइसकेको थिएँ। अब यो भिडियोमा चाहिँ म तपाईँलाई देखाउनेछु हाम्रो सुसमाचारको यात्राहरू। अनि यो बिहानीको सुन्दर समयमा तपाईँलाई स्वागत छ है। अब हामी भर्खर उठेका छौँ, अब हात मुख धुनेछौँ, खाजासाजा रेडी गरेर खाजासाजा खाएर हामी अब यो डाँडापाखातिर जानेछौँ है। यो डाँडापाखा डल्लैलाई हामी सुसमाचार सुनाउनेछौँ। प्रार्थना गर्नुला त्यो व्यक्तिहरूले सुसमाचार सुनिकन प्रभुलाई चिन्न सक्नुभएको होस् भनेर है। हुन्छ म तपाईँलाई देखाउनेछु आजको हाम्रो फुल भिडियो हेर्नुलाई, इन्जोय गर्नुलाई र लाइक सेयर सब्सक्राइब गर्नुलाई। हाम्रो खासा पनि भइसकेको छ र हाम्रो टिम पनि हिजो नै डिभाइड भइसकेको थियो र अब चाहिँ ट्र्याक्सहरू हामी बाह्रछौँ ग्रुपमा। अनि त्यसपछि हामी सुसमाचारको लागि जानेछौँ। हेर्न सक्नुहुन्छ यहाँ यो समय चाहिँ म र मनिष भाइ छौँ है। अरू चाहिँ कता कता बाँडिनु भयो र विभिन्न घरहरूमा सुसमाचार गर्न जानुभएको छ। हामी पनि सुसमाचार गर्दै हिँडिरहेको छौँ। अनि अहिले बाहिर मेरो टिम है, अब 3टा टिम बनाएको थियौँ। त्यो 3टा टिमबाट पनि हामीले अझै धेरै टिमहरू बनाएर अनि अझै ठुलो एरियालाई हामीले कभर गर्न सकौँ भनेर हामीले पुरै फैलाएका छौँ। हामी पुरै फैलिएर सुसमाचार गर्दैछौँ र अहिले हामी डाँडातिर चढ्दैछौँ। हाम्रो अरू साथीहरू कोही माथि हुनुहुन्छ, कोही तलतिर हुनुहुन्छ, कोही पानीतिर हुनुहुन्छ, कोही तलतिर हुनुहुन्छ। सबैजनाले सुसमाचार गर्दै हुनुहुन्छ, प्रभुको स्वर्गीय राज्यको दूत छर्दै हुनुहुन्छ है। अब यो समय हामी मण्डली भवन आइसकेको समय हामीले पुरै चारैतिर सुसमाचार गरी भ्यायौँ। अनि सुसमाचार गरी भ्याएर हामी चाहिँ आइपुग्यौँ र हाम्रो अरू साथीहरू चाहिँ तलतिर खाजा खान जानुभएको रहेछ। अनि हामी त्यति ठाउँमा सुसमाचार छौँ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने प्रार्थनामा सम्झिनु होला। हामीले छरेको भ्यूमा चाहिँ प्रशस्त मात्रामा फल फल्न सकेको होस् भनेर है, त्यो व्यक्तिहरूले प्रभुलाई चिन्न सक्नुभएको होस् भनेर। हुन्छ अब हाम्रो रात्रि सेवा पनि हुने कुराहरू छ, म तपाईँलाई देखाउनेछु। यहाँ चाहिँ भातको लागि पानी तातिँदैछ अनि उता अब तरकारीको लागि आगो बालिँदैछ। उता चाहिँ हाम्रो दिदीबहिनीहरूले तरकारी काट्दै हुनुहुन्छ अथवा केराउँदै हुनुहुन्छ। यो पछि हामी सबैजनाले खाना खाइसकेको समय अब चाहिँ हाम्रो भित्र सेवाहरू भइरहेको सानो सानो तपाईँले खानु सक्नुहुन्छ। अब यसको क्वेसन चाहिँ तपाईँलाई आफैलाई सोध्नु ल, किनभने हामीलाई थाहा छ।